वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलायतनु हरिः। ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षः मङ्गलायतनु हरिः। मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षः मङ्गलायतनु हरिः। ॐ मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजः मङ्गलं पुण्डरीकाक्षः मङ्गलायतनु हरिः। मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षः। अब लगभग हाम्रो 11:30तिर कलशयात्राको समय हामीले निर्धारित समयलाई चाहिँ किसानी गरेका छौँ है त। लु बाल्नु दियो बालेपछि छोप्नु पनि पर्ला। एउटा टपरोलाई यसो दुलो पारेर छोपिहाल्नुहोस् आगो त्यहाँ। अब हावा निकै। अब त्यो दियोलाई आह्वान गरेर पूजा गर्नु है। नभए एउटा गहिरो भाँडोमा पनि राख्नुपर्छ है दियो। अनि कुसको टुक्रो राखेर तिलानी बोक्ने काका यता अगाडि बढिहाल्ने। अब अरू भाइले पूजा गर्नुहुन्छ। अब केशव सरले पाद्यम भन्दै पाद्य अर्घ्यम अर्घ आचमन्यम फेरि जल पुनराचमन्यम फेरि जल स्नानम फेरि जल शुद्ध जलम अनि अन्तिमको शुद्ध जल हो। त्यसको कुरा बुझ्नुभयो अब राम्ररी। शुद्ध जलम उल्टो पाल्टो नगर्नु होला। त्यसरी विधिवत गर्नु होला। अब चन्दन नक्षत्रले पूजा गरौँ। ओम कर्म साक्षिणे दीपनारायणाय नमः। सकल पूजा प्रति सिद्ध्यार्थम। तपाईँहरूलाई ध्यान गर्न मिल्दैन। यसो मनले मात्रै गर्ने हो। जसको हात खाली छ उहाँले ध्यान गर्ने हो। ओम नमस्तुनन्ताय सहस्रमूर्तय भवतु कल्याणम आरोग्यम जनसम्पदा नमस्ते जलसायिने ताम्बूलम पुंगिफलम जन्युपवित्रम वस्त्रम अलङ्कारं समर्पयामि। ओम कलशस्य मुखे विष्णु कंठे रुद्र समार्षिता
मूले त्वयि फितो मध्ये मातृगणा स्मृता कुक्षुतो सागरा सर्वी कलसन्तु समार्श्रिता देवतनं सम्माद्रि मध्यमन मौदतु उत्पन्नस्य तदा कुम्भ विद्रुतो विश्वसङ्गैतसङ्भूतानि त्वयि प्राणप्रतिशता शिवं शैवेत्तर शिरोगरम् आवाहनम् आसनं पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि आचमनं समर्पयामि पुनराचमनं समर्पयामि स्नानं समर्पयामि पञ्चामृत स्नानं मधुपर्क स्नानं शुद्धोदक स्नानं भेटा बाँधेका छौँ त्यो कपडा यस्तो धोइदिने जिर्नु पवित्रम वस्त्रम अलङ्कार भनेको गणेशलाई माला लगाइदिनु अरे माला भएन भने आज दुबो चढाउने फुल चढाउने माला भोलिदेखि चाहिँ गणेशमा पनि एउटा माला बनाउने गर्नुपर्छ चढाउने अरे भेटी भेटी भनेको बुझ्नुहुन्छ नि नगद नारायण हरियो हिरण्य गर्भ गर्भस्थान हेम बीज विभावसो अनन्त पुण्य फलदतु मत शान्तिले प्रयास फल चढाएपछि फेरि गणेशको ध्यान गरौँ है सबैले अलिअलि दुबो फुल के छ विघ्नेश्वराय वरदाय सूरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते वासुदेवाय होत्याउने काम चाहिँ नगर्नु होला किनकि दियो दिन्छ के हुन्छ बच्चा हुन्छ लाई चढाउनु भयो अब गणेशको पनि पूजा गरेपछि यो मण्डपको पूर्वपट्टि द्वारमा पूजा गर्नुपर्छ है यो लिङ्गाको फेदमा लु त कसैले चन्दन चढाउँ कसैले अफेद गर्छ ओम अधो देल्य ऊर्ध्व देल्य नमः सकल पूजा प्रत्यक्षित्यार्थम गङ्गा खित पुष्पाणि नमस्कार गरी यावत् पूजा करोम्यं तावत् वाम सृष्टिरो भव सुप्रसन्न सबैले तल पनि माथि पनि पूजा गर्नु होला नैऋत्यद्वारा देल्य नमो नमः सकल पूजा प्रतिष्ठित्यार्थम गङ्गा खित पुष्पाणि नमस्कार गरी सकल पूजा प्रतिष्ठित्यार्थम गङ्गा खित पुष्पाणि नमस्कार गरी ऊर्ध्व देल्य अधो देल्य सुदृढ तोरणाय नमः सकल पूजा प्रतिष्ठित ऊर्ध्व देल्य अधो देल्य सुदृढ तोरणाय नमः ओम नमो भगवते वासुदेवाय यो भनेको अलि ढिलै हुन्छ तपाईँको सकल पूजा प्रतिष्ठित्यार्थम गङ्गा खित पुष्पाणि नमस्कार गरी ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम अस्मिन्नै नमो नमः आवाहयामि स्थापयामि पूजयामि नमस्कार गरी यावत् पूजात करोम्यं तावत् त्वां सृष्टिरो भव त्यहाँ पूजा गर्ने पहिले दाहिनेपट्टि हनुमानजी बस्नुभएको होला देब्रेपट्टि गणेशजी बस्नुभएको होला अथवा एकछिन पर्खिनु है काका बाहिरका त्यो दुईटा लिङ्गलाई पनि पूजा गरेर आउनुहोस् अनि मात्रै यहाँभित्र गर्नुपर्छ हरि ओम ओम नमो भगवते वासुदेवाय गुरुजी स्थापयामि पूजयामि नमस्कार सृष्टिरो भव सुप्रसन्नो सुप्रतापयामि पूजयामि नमस्कार गरी ओम नमो भगवते वासुदेवाय सकल पूजा प्रतिष्ठित्यार्थम गन्धाक्षत पुष्पाणि नमस्करोमि अभयदेवाय ओम नमो भगवते वासुदेवाय यता अगाडि आउनुहोस् पाद्यम समर्पयामि काका त्यो कलशलाई आह्वान गरिदिनु त त्यो तुलसीलाई धेरै नहलाउनु भर्खर रोप्नु भएको हरि ओम ईशानी शान्ति कलशाय यो कलशस्थ वर्णदेवताभ्यं नमो नमः आभ्यं स्थापयामि पूजयामि नमस्करोमि यावत् पूजात् करोम्यं तावत् वां सृष्टिरो भव सुप्रसन्न सुप्रदा वरदो भव स्नानं गन्धमुक्तां पुष्पं समर्पयामि पूजयामि नमस्करोमि यावत् पूजात् करोम्यं तावत् वां सृष्टिरो भव सुप्रसन्न सुप्रदा वरदो भव हरि ओम सर्वत्रार्थे गन्धा ओम पाद्यं समर्पयामि ब्रह्मा विष्णु प्रजापताय नमः ओम सावित्री सहित ब्रह्मणे नमः लक्ष्मी सहित विष्णवे नमः उमा सहित उमा महेश्वराभ्यं नमः पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि ओम नमो भगवते वासुदेवाय आभ्यं स्थापयामि पूर्वको पेरमा पूजा है हो पूर्वेरी बेलायमा आवाहनम कि चारवटा ठाउँमा चारवटा जनाइदिएर राख्नुपर्छ है यहाँ जनाइ कता छन् यसो खोजेर दिनु होला गन्धाक्षत पुष्पाणि नमः दक्षिणपट्टि पूजा गर्ने दक्षिण ज्योतिर्विदाय नमः आवाहनम आसनं समर्पयामि पाद्यं समर्पयामि यो वेदको पूजा पश्चिमको वेदको पूजा है पश्चिमे वेदाय नमः ओम साम्वेदाय नमः पश्चिमे आवाहयामि स्थापयामि पूजयामि नमस्कार गरी यावत् पूजात् करोम्यं तावत् वां सृष्टिरो भव समर्पयामि अर्घ्यं समर्पयामि आचमने पुनराचमने स्नानं पञ्चामृत स्नानं मधुपर्कं शुद्धोदक स्नानं पश्चिमे सावेदाय नमः ओम सकल पूजा प्रतिष्ठित्यार्थं गन्धाक्षत पुष्पाणि नमस्ते हजुर सूर्य पिङ्गलाय नमो नमः गन्ध पुष्पार्चनं समर्पयामि अब सोम चन्द्रमा भनेको यहाँ चन्द्रमा पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि आचमनं समर्पयामि पुनराचमनं स्नानं पञ्चामृत स्नानं मधुपर्कं शुद्ध गरेपछि नि बृहस्पतिको वर्ण भनेको पहेँलो वर्ण काका ऊ त्यहाँ पहेँला अक्षर छ नि बृहस्पतिलाई हो त्यहाँ पूजा हो त्यहाँ शुक्र ग्रहलाई खुस राखिदिनु उहाँ काकाले खुस राखेर पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि आचमनं समर्पयामि पुनराचमनं स्नानं पञ्चामृत ओ त्यो उतापट्टि हो त्यहाँ पाद्यं समर्पयामि अर्घ्यं समर्पयामि आचमनं समर्पयामि नवग्रहको पूजा गरेपछि हामी देवी माता भगवती पार्थिवराको पूजा गर्छौँ देवी माता भगवतीलाई यो कलशमा राख्ने गरेका छौँ है हो त्यहाँ यी ग्रह
दक्षिणा द्रव्यम समर्पयामि यी तल छोएर राखिदिनु विश्वेदेवा स इयमा दयन्तामो प्रतिष्ठा भूर्भुवस्य लक्ष्मीनारायणाय नमः त्वां यागच्छ या तिष्ठतमो पूजा गृहाणं यावत् पूजात् करोम्यं ॐ ॐ ॐ ॐ ॐ कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तवं ढीजमुक्तावली गोपास्त्री परवेष्टितो विजयते गोपालचूडामणि या कुन्दित शारदा हरदा बला या सुब्रवस पानको पत्ता र जनाई पनि चढाउँछ एउटा जनाई हजुर यहाँ जनाई छ जनाई खोजेर दि ओम नमो भगवते वासुदेवाय ओम राधा कृष्णाभ्यां नमो माधवाय नमो गोपिका जनवल्लभाय नमः आदि गोपिकाय नमो चन्द्रसुन्दरी नमो वज्रवल्लभाय नमो परशे मौलाय नमः सर्व पूजा पूजे सिद्धिहरु आमाहरूलाई परेन आमाहरूलाई पर्दैन स्वाहा सूर्य ज्योति ज्योति सूर्य स्वाहा अग्निर्वत ज्योति व्रत स्वाहा वरण सामग्रीमा यसको पूजा गर्नु केही फरक पर्दैन हामी लगभग आधा घन्टामा सबै परिक्रमा गरेर आउनेछौँ जस जागरका साथमा अगाडि बढौँ हरियो यो अब वरणलाई पूजा गरिदिन्छ गर्वादि सम्पूज्य सगल पूजा गर्ने सिद्ध्यार्थं गन्धासित पुष्पान् नमस्करोमि कौशिक विश्वमित्रागम शास्त्री प्रमाणितस्य माध्यादिनी समस्त देवदेवता पूजनादि पूर्वक तत्पश्चात् गणेश स्वरूपाय व्यासवाचक स्वरूपाय उपवाचक स्वरूपाय ब्राह्मणद्वारा पूर्व संकल्पित कर्म कर्तुं च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः नारायण नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयामुदीरये अब कर्त परिवार यता आएर वरण गर्नुहुन्छ अब अलिकति अक्षता एउटा केहीमा लिएर जानु होला अगाडि बढ्दैछौँ अब भागवतको पुस्तकको साथमा समस्त कौशिक गोत्रीय पितृहरूको उद्धार गोत्रीय समस्त पितृहरूको उद्धार भागवत भगवानको जय हो उपस्थित सम्पूर्ण भक्तजनको जय हो हामी झन्डा छन् यहाँ भगवानका त्यो झन्डा पनि बोक्नेछौँ
भयो जलधारी तयार भयो जल भयो समासम तत्त्वजेवानम इव प्रपाद्याम जे हम मर्माणिति मर्माणम पाद्यम अर्घ्यम आचमन्यम पुनराचमन्यम स्नानम ओम वाङ्मय मूर्तये नमः ओम कृष्णचन्द्राय नमः ओम सहस्राक्षत सहस्रपाद स्वं सर्वदा त्वदृष्टतगुं शाङ्गुलम् पुरुखैवेदगुं सर्वं गुरुद्रेश श्रोता तथा लोकान् कल्पयन् जतपुरुगणाभिघा दिव्य यज्ञमतन्वन् वही धूप लगाऊं बाती बालों तक तमम आत्मा ज्योति परम धामम दीपो यम प्रतिक्रियन्ताम धूपम दीपम अहिले धूपबाती मात्रै हो भगवानमा भक्ति बढेर जाओस् कि आरती गर्दै अगाडि बढ्ने छौं यो आरती यहाँ सजाएको छ नि आरती बाल्दिने अनि आरती गर्दाखेरि पालै पालो सबैले घुमाउनु होला यो मण्डपलाई 3 पल्ट परिक्रमा गर्नुपर्छ सम्भव हुन्छ भने घरै पनि एकपल्ट घुम्नुपर्छ हुन्छ भने है त्वं ज्योति सर्वदेवानां तेजसात् ओम धूपम दीपम चकारये गणेश जय गणेश गणेश देवा माथे पर तिलक सोहे मुसके सवारी अंधन को आँख देत कोड़िन को खाया अंधन को आँख देत प्रभु का चरण हरि का मंगल हवा का पूर मंगल आरती सब भाती ईश हरे नित्य निरंजन निर्मल कारण शरणागत प्रतिपालक ईश हरे श्री श्री सहरदेनु सदा करेदं सोमहरणम् ज्ञान वैराग्य कीलकाय नमः नाभो श्रीमद्भगवत प्रसाद सिद्ध्यर्थ पाठि विनियोगाय नमः सर्वांगे नाथ कृपा पाके बिहार सपना हजार दिनु पर्दैन मलाई सुनको बजार दिनु पर्दैन मलाई सारा संसार दिनु पर्दैन मलाई जुनको जुहार दिनु पर्दैन मलाई मलाई त सधैँ तिमी मेरै बनी दिए पुग्छ मलाई त केवल तिमीले आफ्नो बनिदिए पुग्छ केही उपहार दिनु पर्दैन मलाई
मुटु थियो तर थिएन माया ओ मुटु थियो तर थिएन माया माया तिमीले भरिदियौ पूरा भाई सपना अधूरा कस्तो जादू गरिदियो केही उपहार दिनु पर्दैन मलाई अरू आधार दिनु पर्दैन मलाई भेटिरहेछु म धरतीमै स्वर्ग भेटिरहेछु म धरतीमै स्वर्ग तिम्रो न्यानो स्पर्शमा माया भन्दा केही छैन सुन्दर केही छ मेरो निष्कर्षमा ला 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 सपना हजार दिनु पर्दैन मलाई सुनको बजार दिनु पर्दैन मलाई ओ सारा संसार दिनु पर्दैन मलाई जुनको जुहार दिनु पर्दैन मलाई मलाई त सधैँ तिमी मेरै बानी दिए पुग्छ मलाई त केवल तिमीले आफ्नो भनी दिए पुग्छ केही उपहार दिनु पर्दैन मलाई अरू आधार दिनु पर्दैन मलाई सपना हजार दिनु पर्दैन मलाई सुनको बजार दिनु पर्दैन मलाई हजुर काटी पर्दैन एउटा पैसा राख्छ भन्छ काटी पर्दैन एउटा डलर पैसाले फुल हैन आडा काँडे बाटो हिँडौला फुल हैन काँडा काँडे बाटो हिँडौला सम्म हैन डाँडा डाँडै पनि चढौला सम्म हैन डाँडा डाँडे पनि चढौला सँगै सँगै जिन्दगीको सुख हैन दुखै दुख पनि काटौला दुखै दुख
सहुला परी मरि जाउला भन्छौ भने देह त्याग्छु अरू कसैको नि मलाई हुन नपरोस् जलेरै खरानी भए आकाशमै बिलाए अटल रहन्छ प्रीति मरेरै हामी गए विश्वासको भरोसामा नजिक होइन टाढै भए पनि रमाउला टाढै भए पनि रमाउला अलिकति लिएर आउनुपर्छ गाइदिने गुरुलाई टिको लगाउन गाइदिने गुरुजीलाई टिको लगाउन एकजनाले अक्षता लिएर आउँदा भयो है जो आए पनि हुन्छ एकजना आउनु होला श्रृङ्ग र मूल्य सिंहका फेदमा पूजा गर्ने सुमेरु कुमेरु पर्वत आएनमा गाईका निधारमा पूजा गर्ने ललाटे महादेव आएनमा नासा पुटायो सुमुख आएनमा गाईका नाकका पालमा पूजा गर्ने गोमायो लक्ष्मीमा गोब्र्याउने ठाउँमा पूजा गर्नु अरे गोमायो लक्ष्मीमा है गोब्र्याउने ठाउँमा पूजा गर्ने गङ्गादी सर्वसमुद्रमा गाईले गौत्याउने ठाउँमा पूजा गर्नु अरे ओम रुद्रास्त्रिवताम ओम प्रदमदेस्त्रिवताम ओम दिव्यास्त्रिवताम ओम छन्नवशिस्त्रिवताम ओम वेदास्त्रिवताम ओम ऋगयास्त्रिवताम ओम पुणचार्यास्त्रिवताम ओम गन्धर्वास्त्रिवताम ओम विद्याचार्यास्त्रिवताम ओम समस्रा सावयास्त्रिवताम ओम दिगादुगास्त्रिवताम ओम नागरास्त्रिवताम ओम सागरास्त्रिवताम मेक्षास्त्रिवताम ओम रक्षास्त्रिवताम ओम पशवस्त्रिवताम ओम वनस्पतिस्त्रिवताम ओम भूतग्राम चतुर्विधिस्त्रिवताम ओम मर्जिस्त्रिवताम ओम मातृस्त्रिवताम ओम मातुस्त्रिवताम ओम नारदास्त्रिवताम ओम शनकास्त्रिवताम ओम शनकास्त्रिवताम ओम शनन्दनास्त्रिवताम ओम शनन्दनास्त्रिवताम ओम सनातनास्त्रिवताम ओम सनातनास्त्रिवताम ओम कपिलास्त्रिवताम ओम कपिलास्त्रिवताम ओम आश्रीस्त्रिवताम ओम आश्रीस्त्रिवताम ओम पुढहोस्त्रिवताम ओम पुढहोस्त्रिवताम ओम पञ्चशिखास्त्रिवताम तत्त अपसभ्य न हजुर अपसभ्य हुने त अपसभ्य भएपछि चाहिँ गाईको मुसार हातमा लिएर उठापट्टिबाट तर्पण झार्ने ओम कप्यमाण्डल सत्रिपिता विदं त्रिलोकं तस्मै शुरान् तस्मै शुरान् तस्मै शुरान् तस्मै शुरान् तस्मै शुरान् नमः ओम परिखदास्त्रिपिता विदं त्रिलोकं तस्मै शुरान् तस्मै शुरान् तस्मै शुरान् नमः ओम हिमाय नमः हिमाय नमः हिमाय नमः ओम धर्मराजाय नमः धर्मराजाय नमः ओम चित्राय नमः चित्रगुप्ताय नमः चित्रगुप्ताय नमः तत्व आगच्छन्त पितरिमाना कृतन्त पितृमावं तर्पय सर हजुरले अध्यय भने मैले फेरि अब तपाईले फेरि तर्पण दिन थाल्ने त्यहाँ उहाँका हातमा पानी लगाइराख्नु होला परशुराम रामकुमार सपत्नी राधा डम्बरकुमारी सुशीला सङ्गीता गोमा कल्पना सहिता वयं मम है मम अस्मत् पिता अम्बिका प्रसाद सपत्नी मातु पद्मादेवी छकतर्पणात् गोमुख छकतर्पणात् अध्यय फेरि तिलाक रात 14 त्यसै गरी रामकुमार सपत्नी राधा डम्बरकुमारी सुशीला सङ्गीता गोमा कल्पना सहिता वयं मम अस्मत् पितामह शिवलाल सपत्नी सीतादेवी नामे देवी रुद्र स्वरूपाय अध्यय फेरि पानी छ अध्यय कौशिकपुत्राय कृष्णप्रसाद लक्ष्मीप्रसाद यादवप्रसाद परशुराम रामकुमार सहिताय वयं मम अस्मत् पितृपितामह प्रपितामह रविलाल सपत्नी दिव्यकला नाम्ने सपत्नीको आदित्य स्वरूपाय गोपुच्छको तर्पणात् अध्यय फेरि पानी छ अग्नि राधा डम्बरकुमारी सुशीला सङ्गीता गोमा कल्पपुत्राय केशवप्रसाद लक्ष्मीप्रसाद यादवप्रसाद परशुराम रामकुमार शपथ अध्यय कौशिकपुत्राय केशवप्रसाद लक्ष्मीप्रसाद यादवप्रसाद परशुराम रामकुमार सपत्नी राधा सुशीला सङ्गीता गोमा कल्पना सहिताय वयं मम आत्मा कनिष्ठ भ्राता लक्ष्मण प्रसाद मावलीपट्टि जाँदैछौँ है तपाईँहरूको मावलीपट्टि अध्यय कौशिकपुत्राय केशवप्रसाद लक्ष्मीप्रसाद यादवप्रसाद परशुराम रामकुमार सपत्नी राधा सुशीला सङ्गीता गोमा कल्पना सहिताय वयं मम अस्मत् मातामह कौशिकपुत्राय अम्बरराज अध्यय कौशिकपुत्राय सर्वाभ्यं वयं मम केशवप्रसाद लक्ष्मीप्रसाद यादवप्रसाद परशुराम रामकुमार सपत्नी राधा डम्बरकुमारी सुशीला सङ्गीता गोमा कल्पना सहिताय वयं मम अस्मत् प्रमातानां सपत्नी यथा नाम्ने सपत्नीका रुद्र स्वरूपाय गोपुच्छको तर्पणात् अध्यय फेरि पनि जोड
कहाँ थियो फुलेकी होय 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 कहाँ थियो फुलेकी फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे रानी कहाँ थियो फुलेकी फुलथुङ्गे रानी कहाँ थियो फुलेकी फुलथुङ्गे रानी पुतली झैन नारङ्गी हाय पुतली झैन नारङ्गी कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी धोको भयो यो जनको पिसाउने भारी खोली भयो काला लाला तिमी रह्यौ पारी हाय 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 धोको भयो यो जनको पिसाउने भारी खोली भयो काला लाला तिमी रह्यौ पारी कता हिँड्यौ ए चञ्चली हाय रे कता हिँड्यौ ए चञ्चली मलाई सै पारी मलाई सै पारी लौ न मलाई सै पारी मलाई सै पारी लौ न मलाई सै पारी ए हाय भुतुकै जन्जानी सुरुरुरुरुरुरुरु बहेरा उरुरुरुरुरुरु उडेरा सुरुरुरुरुरुरु बहेरा उरुरुरुरुरुरु उडेरा लाग्यौ नि कमालो मुटु चुम्रेरा कमालो मुटु चुम्रेरा के हो को हो थाहा पत्तै नहुनी कति भयो लौ न नभेटी नहुनी नभेटी नहुनी लौ न नभेटी नहुनी नभेटी नहुनी लौ न नभेटी नहुनी कहाँ थियो फुलेकी फुलथुङ्गे रानी कहाँ थियो फुलेकी फुलथुङ्गे रानी पुतली झैन नारङ्गी हाय पुतली झैन नारङ्गी कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी मलाई सै पारी लौ न मलाई सै पारी मलाई सै पारी लौ न मलाई सै पारी कटकै मन खानी लै लै कटकै मन खानी मलाई सै पारी लौ न मलाई सै पारी ए हाय भुतुकै जन्जानी आँखामा सपना केसरी
लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलैको बाटोमा फुलाने आslaउँछ म तिम्रै होला नि आउला नि आउन त जुनेली के ल्याइदेऊ मायालाई कोसेली तपाईँ त प्लेबोय जस्तै छ त बमजी कति छ गर्लफ्रेन्ड टु बी अनेस्ट हेर्नु तपाईँ मेरो पहिलो लभ नहुन सके पनि अन्तिम एन्ड फाइनल लभ तपाईँ नै हो हिँडेको बाटोमा सम्झन खोज्दै कोही छ सोचेरै दुनियाँ नै भुल्दै हिँडेको बाटोमा सम्झन खोज्दै कोही छ सोचेरै दुनियाँ नै भुल्दै किन हो किन सननी माया छ रुमानी तिमी नै छौ जीवनमा कम्ती बोल्ने हो धेर बोल्नु हुँदैन सौभाग्य हुने कार्यक्रम सफल होइन म अब अरू कुरा केही छ भन्ने जान्दैन होइन मेरो कार्यक्रम यो कार्यक्रम गर्न सक्नेछु नभए अन्यथा मैले पाउने छैन मन एकजोडा मात्रै अब चन्दन नक्षता धुप बाती पञ्चोपचारहरू सबै रेडी गरेर ल्याउनु पर्यो अनि यसो बस्ने आसन पनि ल्याउँछ हो कि एउटा जगमा पानी चाहिँ बुवालाई त्यहाँ चाहिन्छ पानी ल्याइदिनु र तपाईँहरू सबैजना बुवाको साथमा जाउँ पानी होइन अब हात दिने गोविन्द आएन भनेर हात दिने ल अब त्यो तिनानी एकछिन दाजुले मात्रै सुधा हुन्छ हरि ओम चेतुवा देवा हिडन देवा सचेतुवा भई अग्निमा तस्मादेश्वरी स्नानामि दिनोस यतिका दिवनता मेरो मुसुरमा धारमा तस्मादेशो विश्वानामि दिनोसन्द ओम सन्नोदियो विष्टाय हरिको तिलानी पूजा गर्नु त चन्दन नक्षत्र फुल्ने त्यहाँ चन्दन पनि आएको छ पहिलो लोकान प्रणय गन्धद्वारां दुरादर्शां नित्यपुष्टां कृष्णां ईश्वरी सर्वभूतानां कामये परिवेशनं अक्षेण निवदन्ताय पूर्वभक्तगत स्वभावनं मुद्रां अपवित्र सरको तिलानीको तल यसो फुल चोक्नु त ल त्यो बाँधेपछि अब कुसको टुक्रो लिएर हामी पानी समाउँछौँ है तपाईँहरूले पानी समाउने कुसको टुक्रो लिएर नजिकै हुनेले कुसको टुक्रो लिएर पानी समाउनु विष्णु आदि इत्यादि
श्रीमद्भागवतो महापुराणपुरुषस्य विष्णुराजीय प्रवर्तमानस्य सकल जगत सृष्टिकारिणो ब्रह्माण्डीय प्रार्थे श्री महोदय वेदांतेश्वर सिद्धेश्वर मोक्षेश्वर आनंदेश्वर दुर्गा देवी राधाकृष्ण कालिका मालिका जलापा पंचकन्या सिंह संसारी स्थाने यथा यथा नाम्ने देवी भ्यम पाउ शरणे वर्तमान मासे चैत्र शुक्लपक्षायाम् अद्य चतुर्दश्यां गुरुवासरान्वितायां शुक्रवासरान्वितायां शुभपुण्यतिथौ अद्य लक्ष्मीप्रसाद माधवप्रसाद परशुराम रामकुमार सपत्नी राधा डम्बर कुमारी सुशीला समिता गोमा कल्पना सहिता तिलक तैलान कर्पास दीप सपाद लक्ष्यकान लक्ष्यदीप प्रदादित्यक्ष लक्ष्यदीप नानादिपूर्वक समस्त दिवंगत पितृकार्यस्य कामनया लक्ष्य दीप प्रदादिकृतस्य कर्म कर्तुं च लक्ष्यदीप पूजनादिकृतस्य कर्म कर्तुं च वयं करिष्यामहे। तिमीलाई पूजा गर्ने सर आह्वान गर्दै है तपाईँले यसो आह्वान गरिदिनु पाद्यहरू त्यहाँ त्यसको फर्मुला विचार गरेर कसले गर्ने गरेका छ। समर्पयामि स्नानं समर्पयामि पञ्चामृत स्नानं मधुपर्क स्नानं शुद्धोदक स्नानं गन्धं समर्पयामि। अब गन्धं भनेको सहस्रकोटियुगधारिणे नमः शुभं भवतु कल्याणम् आरोग्यं गणपतेशवाय वासुदेवं नमस्तुते वासनं वासुदेवस्य वासना कर्म समारोहे कृष्णवरं जोडीसँगै भएर पूजा गर्नु जानु त उतै जानु तपाईँ उतै जानु सरसिंह भेटिएन भने अक्षताले चलाउँछौँ है हामी काम भेटिएन भने त छैन। लक्षदीप प्रज्वलितादि लक्षदीप दानादि कृत्य कर्मणि समारोह भयो एकजनाले छर्दा भइहाल्छ है एकजनाले छर्दा भइहाल्छ भइगयो। मङ्गलाय तनहरि मैले फुल चढाउनु भनेको होइन फुल हातमा लिएर नमस्कार ओम गजाननं भूतगणाधिसेवितं कपितजम्बोफलचारुवक्त्रं उमासुतं शोभायुतगन्धिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। मङ्गलं भगवान् मङ्गलाय तनोहरि। ओम इष्टदेवताभ्यो नमः। सबै आफ्ना इष्टदेवताहरू कुलदेवताहरूलाई सम्झिने स्वर्गीय भएका पितृमातृ सबैलाई सम्झिने स्थानीय देवी देवताले सबैलाई सम्झिने पाठुरा देवी राष्ट्रपति पशुपतिनाथ सबै गोर्खा मनोकामना कामस्यमाई भगवत विद्या बसुलाभायमा राष्ट्रपति पशुपतिनाथायमा ओम सुमखा शेखदन्तस्य कपिलो गजकर्णक लम्बोदर विकटश विघ्नाश विनायक धूम्रकेतु गणाध्यक्ष भालचन्द्र गजानन द्वादशे तान्यामणि पठे छुडयादि विद्यारं विवाह प्रवेशे निर्गमे तथा परम देवं शशि श्रवणकर्बुदं प्रसन्न अपदगात संसाद्रे अवृपद सिद्धार्थं सिद्धार्थं पूजितौ सर्वकामर्थ सिद्धय। मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष विश्वालय विश्वस्य भुवनस्य धरते पृथ्वी यक्षसिगं पृथ्वी श्रीममाई विश्वेश्वरी घर धान्यमसि पुण्य धानको डबल र त्यहाँ सुमर्यो हिरण्य पारिमाय प्रतिगाम तमसिर महिमाले पयोसि आदिग्र कर समर्पयामि स्नानं पञ्चामृत स्नानं मधुपर्क स्नानं शुद्धोदक स्नानं गन्धं चन्दन चढाइदिनु अक्षतान अक्षता चढाइदिनु आगना सप्ता आदि वसुन्धरा ऋग्वेद शेषर भेदो सावेद अभिमान लेखा सहितम सर्वे कल सन्तुष्टमा अर्चता ओम कलशे गणनायकै कलश सबैको पन्थी चढाइदिनु है। ओम गर्भसाक्षी दीपनारायणाय नमः कलशस्थ ब्रह्मदेवता विक्रम सर्पे अनिरुद्धाय नमः आसनं पाद्यं सर्पे अनिरुद्धाय नमः पाद्यं अर्घ्यं सर्पे अनिरुद्धाय नमः अर्घ्यं पुनरात्मन सर्पयामि स्नानं समर्पयामि पञ्चामृत स्नानं मधुपर्क स्नानं शुद्धोदक स्नानं गन्धं समर्पयामि अक्षतान् समर्पयामि वासुदेवाय नमः आवाहयामि आसनं समर्पयामि वासुदेवाय नमः पाद्यं समर्पयामि वासुदेवाय नमः अर्घ्यं समर्पयामि वासुदेवाय नमः अर्घ्यं आचमनं समर्पयामि ओम वासुदेवाय नमः इति ओम नमो भगवती वासुदेवाय। हजुर अब 4 बेदको पूजा गर्छौँ हजुर हामी यहाँ शुद्धोदक स्नानं गन्धं अक्षतान् पुष्पं समर्पयामि पूर्वेदिराय नमः। अनि पल्लोमा पूजा गर्नु त पल्लोमा दक्षिणे दिराय नमः भन्नु हो दक्षिणे अर्घ्यं समर्पयामि आचमनीयं पुनरात्मन स्नानं पञ्चामृत स्नानं मधुपर्कं शुद्धोदक स्नानं गन्धं अक्षतान् पुष्पं समर्पयामि दक्षिणे ज्योतिवेद पुरुषाय नमः। अनि पश्चिमे उतै दिनु है
पूजाको सामान त्यतै दिनु हो। त्यहाँ 3वटा पैसालाई 3 ठाउँ राखेर ब्रह्मा विष्णु महेश्वरको पूजा गर्नुपर्छ। त्यहाँ ब्रह्मा विष्णु महेश्वरको पूजा गर्ने 3टै पैसामा पूजा गर्दै अगाडि बढ्ने। पहिलो शुद्धोदक स्नान गन्धम अक्षतान पुष्पम समर्पयामि। हे प्रभु परमात्मा हामीले लक्ष्य व्रत पाल्न लाग्यौँ है भनेर उहाँलाई धर्मनिनयनम वन्दे मुकुन्दम प्रियम वन्दे भक्तजनं च श्रेयन्तवरदां वन्दे शिवं शङ्कराम्। ॐ नमः शम्भवाय च मयो भवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय शिवै तन्नो रुद्र प्रचोदयात्। त्यो शिवजीमा लगेर दिनु हजुर हामीलाई सर शिवजीलाई